योपालिको भोट आउँदैछ फेरि तपाईँले यो भोटमा मतलब अनित थापालाई जिताउने भोट म यहाँदेखि ठुलो हुँदैन। योपालिको भोटमा हारे भने पनि चिफ एक्जिक्युटिभ हुन्छु, जित्यो भने पनि म एमएलए उठ्ने होला होइन। तर योपालिको भोट चाहिँ तपाईँहरूले आफ्नो गाउँलाई विकास चाहनुहुन्छ कि हुन्न त्यसको भोट हो हेर्नुहोस्, बुझ्नु भएन? तपाईँहरूले होइन ठिकै छ हामीलाई गाउँमा विकास चाहिँदैन भनेपछि त्यस्तै भोट हाल्नुपर्छ, होइन मैले गाउँ बनाउनु पर्छ भनेपछि त्यस्तै भोट हाल्नुपर्छ। हेर्नुहोस् म गोर्खाल्यान्डको नाममा भोट हालेर गोर्खाल्यान्ड पाउँदैन मैले त बुझिसकेँ नि त, म मान्छेलाई बुझाउनु निक्लेको मात्रै हो। हामी म गोर्खाल्यान्डको विरोधी पनि होइन। हेर्नुहोस् माग न गोर्खाल्यान्ड माग्ला म कहिले पनि विरोध गर्दिनँ, म कहिले पनि गर्दिनँ, तर दिँदैन त। ल अहिले बिजेपी एब्सोल्युट मेजोरिटीमा छ त, बिजेपी एब्सोल्युट मेजोरिटीमा छ, उनीहरूले राज्यसभा र लोकसभामा पास गरे गोर्खाल्यान्ड बस हामी कराउनु पर्दैन। यहाँ भोट यही गोर्खाल्यान्ड आउँदैन मैले थाहा पाइसकेँ नि, भोट हाल्दा गोर्खाल्यान्ड कहिले पाउँदैन। द्याट इज रङ थट प्रोसेस हो। अब लिडरहरूले आएर फेरि गोर्खाल्यान्डको कुरा यत्रो वर्ष गर्यो। अनि फ्याक्ट हेर्नुहोस् हामी दार्जिलिङ, खरसाङ, कालिम्पोङ, मिरिक, वेस्ट बेङ्गाल स्टेटभित्र पर्छौँ अनि जिटिए एक्ट एन्ड एग्रिमेन्ट स्टेट एक्टमा बनिएको सब्जेक्ट हो। अनि हामीलाई स्टेटले हेल्पले गर्दा मात्रै सबै कुरो बनिन्छ। हामीलाई सेन्ट्रलले केही पनि गर्नु सक्दैन यहाँनिर चाहेर पनि, अनि चाहँदैन पनि। चाहने भए त दुःख मात्रै दियो नि, कति दुःख पायो देवेन्द्रज्यू भोलि बसिरहनु पर्छ, उहाँलाई पनि थाहा छ उहाँले कति भोग्नुभयो। म जेलमा बस्दा मेरो परिवारले कति भोग्यो, त्यो त भोग्नेको परिवारहरूलाई थाहा छ। कति चाहिँ त्यति बेला दुःख पाएर दुःख भयो, त्यो दुःख त अरूलाई थाहा छैन नि त, त्यो त भोग्ने घरको परिवारलाई मात्रै याद छ कति भोग्यो परिवारले। त्यो अरूलाई त्यसको क्रेडिबिलिटी छैन त्यो चिजहरूको। हेर्नुहोस् त्यही कारण हामी म चाहिँ हेर्नुहोस् अब रियलिटीमा पोलिटिक्स रियलिस्टिकमा पोलिटिक्स गर्न आएको, जे छ त्यो फ्याक्ट राखेर आएको। म भन्छु त म स्टेटसँग बङ्गालसँग मिलेर काम गर्दैछु, म मिल्छु पनि सधैँभरि। त्यो मिलेन भने मेरो मान्छेले दुःख पाउँछ नि यहाँनिर, बुझ्नु भएन? मिलेन भने हाम्रो मान्छेले दुःख पाउँछ। मिले त यत्रो बिना लामो यात्रा तय गर्यो सेन्ट्रल गभर्मेन्टले बिजेपीसँग एब्सोल्युट मेजोरिटीमा त के कहाँ किन दिएन लु भन्नुहोस् त। उल्टा हाम्रो लिडरहरूलाई बिजोग बनाएर राखिदियो, केही पनि दिएन। हेर्नुहोस् अनि अरू लिडरहरू चाहिँ स्टेटसँग मिल्छ, स्टेटको फेभरमा बात मार्न डराउँछ। किन डराउँछ भने भोट पाउँदैन भनेर। किनभने अब हामीमा एउटा एन्टी बङ्गाल त्यो उयो छ, भाइब छ, त्यो 86 देखिको एउटा हामीमाथि डिजिज पसेको छ। हामी बङ्गाललाई मन नपराउने एउटा प्रथा हालिदिएको छ विगतको लिडरहरूलाई। अनि सजिलोसँगले भोट पाउँछ, केही नगरी पनि हामीलाई भड्काउँछ, उस्काउँछ, चम्काउँछ। अनि तपाईँहरू बित्तामा बङ्गालसँग रिसाउँछ, भोट उल्टा हाली पठाउँछ। हेर्नुहोस् हामीलाई बङ्गालको दुश्मन बनाइदिन्छ। किन दुश्मन बनाएको थाहा पनि छैन फेरि। अनि हामी त्यसलाई सेभ गर्छौँ फेरि हामी। अनि त्यो एक्सेटमा चाहिँ बाहिरको कहाँबाट एउटा स्ट्रेन ल्याएर फाइदा लिएर जान्छ। हेर्नुहोस् त्यो स्ट्रेनमा चाहिँ, त्यो हाम्रो इमोसनलमा चाहिँ, अनि हामीले भोट उल्टा हाली पठाउँछौँ अनि दुःख हामीले पाउँछौँ। किन डेमोक्रेसीमा हेर्नुहोस्, डेमोक्रेसीमा जस्तो हामी पहिले रिजनल पोलिटिक्स हो त, ठुलो पोलिटिसियनहरूले जहाँ उनीहरूको भोट खर्च त्यहाँ मात्रै उहाँहरूले डेभलपमेन्ट गर्छ, इन्भेस्टमेन्ट गर्छ ठुलो पोलिसीमा उहाँहरूले। अहिले एटलिस्ट म भोट हारे पनि जिते पनि हार्दै जित्दै गर्छु, तपाईँहरूले याद छ। र प्लस गभर्मेन्टसँग म स्ट्रिक्ट बसेको कारणले गभर्मेन्टले अब दार्जिलिङलाई हिल युनिभर्सिटी दियो, प्रेसिडेन्सी कलेज दियो, म धेरै ठुल्ठुलो चिजहरू दिँदैछ। अब हामी मेडिकल कलेज ट्राई गर्दैछौँ। तपाईँले हेर्नु दार्जिलिङ हस्पिटलको धेरै सुधार आइसकेको छ। हामीले भर्खर 3 वर्ष त भयो बसेको, लामो हामी पावरमा बसेको होइन नि, 3 इयर्स मात्रै भयो। अनि सानो हामीमा गाउँमा धेरै काम गरिसकेको छौँ। तर मैले भन्नु खोजेको चाहिँ हामीले तपाईँहरूले अब योपालिको भोट आउँदैछ फेरि तपाईँहरूले यो भोटमा मतलब अनित थापालाई जिताउने भोट म यहाँदेखि ठुलो हुँदैन। योपालिको भोटमा हारे भने पनि चिफ एक्जिक्युटिभ हुन्छु, जित्यो भने पनि म एमएलए उठ्ने होला होइन। तर योपालिको भोट चाहिँ तपाईँहरूले आफ्नो गाउँलाई विकास चाहनुहुन्छ कि हुन्न त्यसको भोट हो। हेर्नुहोस् बुझ्नु भएन? तपाईँहरूले होइन ठिकै छ हामीलाई गाउँमा विकास चाहिँदैन भनेपछि त्यस्तै भोट हाल्नुपर्छ,
होइन मैले गाउँ बनाउनु पर्छ भनेपछि त्यस्तै भोट हाल्नुपर्छ हेर्नुहोस्। हो मैले अब हारे पनि जितेँ भने मेरो औदा अनुसार त म काम गरिरहन्छु हेर्नुहोस्। तपाईँले भोलि हराउनु भयो भने यो कम्युनिटीहरू मैले आएर बोलेको म कम्प्लिट गर्छु हेर्नुहोस्। त्यसो मेरो 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 2 मत केही पनि छैन। म सूर्यको थालेको काम म कम्प्लिट गर्ने बानी छ। तर एउटा कुरो चाहिँ के हो भने यो पालिको भोट चाहिँ तपाईँले आफ्नो लागि हाल्नुपर्छ। अनित थापालाई ठुलो बनाउनु म भइसक्यो यहाँदेखि ठुलो हुँदैन। म एम्बिसियस लिडर पनि होइन। म एम्बिसियस मलाई मतलब समय र परिस्थितिले मलाई जन्माएर यहाँ ल्याएको हो। न म बोल्नु त जान्दिनँ त्यो सभासद हुँदैछौँ। म भाषण पनि दिन्न थिएँ। तपाईँले मलाई चिन्नु पनि हुँदैन थियो। मलाई कहाँबाट चिन्नु भएको नि तपाईँले गोर्खाल्यान्ड बेच्यो भनेर चिन्नु भएको तपाईँहरू टिभीतिर मेरो कहाँ निक्ल्यो गोर्खाल्यान्ड कुन लिडरले ल्याइदिएको थियो र मैले बेच्नु हो भन्नुहोस् त भन्नुहोस् न। तपाईँले मलाई त्यति बेला चिन्नुभएको अनित थापाले गोर्खाल्यान्ड जब मैले ठिक डिसिजन लिएँ त्यति बेला पहाडमा अनित थापाको पर्सिप्सन अनित थापाले गोर्खाल्यान्ड बेच्छु है भन्ने एउटा पर्सिप्सन डेभलप भएको थियो। अन्त गोर्खाल्यान्ड कुन चाहिँ लिडर ल्याइदिएको थियो र मैले त्यसलाई बेच्नु अनि गोर्खाल्यान्ड किनबेचमा हुने कुरो होइन। मैले त भन्छु त गोर्खाल्यान्ड शब्द त भोटमा प्रयोग गर्दिनँ। म पर्फर्मेन्समा भोट माग्छु, मेरो काममा भोट माग्छु, म पर्फर्मेन्समा बिलिभ गर्छु हेर्नुहोस्। म गोर्खाल्यान्डको नाममा भोट हालेर गोर्खाल्यान्ड पाउँदैन मैले त बुझिसकेँ नि त। म मान्छेलाई बुझाउनु निक्लेको